सगदवको हजुरहरू सबैजनालाई शुभकामना। स्वयम्भू बौद्ध दर्शन गरौँ, नवबुद्ध दर्शन गरौँ, कुशल कर्म गरौँ, पुण्य आर्जन गरौँ। सबैले राम्रो हुने प्रार्थना पूजा आज गरौँ। सगदवामा तीनैवटा तीर्थ स्थल दर्शन गर्दा जानी नजानी गरेको पाप कर्म क्लेशहरू शुद्ध भएर जाने र अथाह पुण्य लाभ हुने विश्वास रहिआएको छ। सगदवा विशेष गरी भगवान बुद्धले जन्म लिनुभएको, बुद्धत्व ज्ञान प्राप्त गर्नुभएको, महापरिनिर्वाण लिनुभएको रूपमा मात्रै नलिई अन्य विभिन्न तिथि, विभिन्न शुभ दिनको रूपमा पनि लिइन्छ र विशेष गरी बौद्ध मार्गीहरूले यो दिनलाई विशेष रूपमा लिएर पूजा आजा गर्ने, कुशल कर्म गर्ने, सबै प्राणीलाई सुख शान्ति मिलोस् भनेर प्रार्थना गर्ने गर्छन्। थ्याङ्क यू। बाई बाई। सब्सक्राइब, लाइक, सेयर गर्न नभुल्नुहोला।